भएर पाल्पा घुम्न जाँदैछौँ। पाल्पा घुम्न जा हेलो गाइजहरु हैन हामी पाल्पा शिवनगर जाँदैछौँ। हाम्रो चाहिँ खाजा हुनु रहेछ। खाजा। बाटो हिँड्नु पर्ने रहेछ। बाटो हिँड्नु पर्ने छ तर बाटो चाहिँ यस्तो डेन्जर बाटो छ। त्यो बाटो हिँड्न छोडेर हामी इमली बम खाँदै खाजा। ल बुढी के छ भन्नु? भन्नु के होइन, एकदमै खुसी छु, रमाइलो भइरह। हामी बुढाबुढी टक्क हैन बुढो भयो। गाइज हामी चाहिँ भ्यू टावरमा आएर बसे हम बुढाबुढी भएर टक्क पुतुलको पानी खाँदै। भ्यू टावर श्रीनगरको भ्यू टावर। अनि हामी चाहिँ भ्यू टावरभित्र छिर्दैछौँ। अनि यहाँभित्र चाहिँ कस्तो छ म तपाईँलाई सबै एक एक देखाउँदै जानेछु। भित्र आमा चाहिँ कस्तो कस्तो आउँदैछ भन्नु। खुब पानी खानु बाहिर हेर्नु लागि ज्याला हिँड्नु हुँदैन। अलिकति भने तेर्सो बाटो देख्नु पायो। एकदमै खुसी लाग्यो। फेरि फाइनली हामी आइपुग्यौँ। 8:30 जस्तो भयो। फाइनली हामी भ्यू टावरमा आइसकेका छौँ। भ्यू टावरदेखि वारिपारिको दृश्य अनि यहाँदेखि तल कस्तो राम्रो मनोरम पार्क छ। घुम्यो टक्क ज्याकेट खोलेर तल राख्यो। नाच्यो छमछमिलो। कपाल माथि राखेर सार्यो। बुढाले हेऱ्यो मुसुक काँस्यो। कस्तो राम्रो आयो आयो आई लभ यु बुढी। Karena udah ada sih. कैसे
पहिलाको नोट डलर टाइप हेर्नु 10 को नोट हेर्नु 5 को नोट हेर्नु 5 को नोट मगर समुदायको अरे मगर समुदायको बच्चाहरूले लगाउने अल्फुलाई लगाउने आजकल यस्ता लाग्छन् पहिलाको ट्याक्कै काम गरेको जोत्ने अनि घर हेर्नु न कस्तो राम्रो अनि त्यसपछि चाहिँ हामी आयौँ पल्लोमा अनि अन्त घैँटो सबै भाडा चाहिँ माटाको हुन् क्या पुरानो अर्ग्यानिक कुराहरू लोप हुँदै गए ऊ ढडिया देखेछ भोग देखेछ माछा मार्ने झोल पहिले पहिले यस्तै माछा मार्थे रोप यसको खेलहरू कहाँ रहेछ हेर्न सक्नुहुन्छ राजाको घर हो रानीको रानीको घर यता हतियार हेर्न न ऊ यहाँ कस्तो हेर्न पनि पुरा यहीँ छुट्टी छ खुकुरी टक्क होइन खुडा भनेको यत्रो ठुला हुनुपर्ने खाना अझै छोटा भएन ढाला छेक्नु हो मङ्गलम भगवान् विष्णु मङ्गलम हरे दुलाई बुटोलकालाई ठ्याक्कै हेर्ने देख्नु पर्ने